अहिले म कहाँ छु भन्दा चाहिँ म धेरै दिन है मौसमहरू तपाईँहरूले देखिसक्नुहुन्छ है एकदम धेरै क्लाउडी क्लाउडी है सायद तपाईँहरू कतिजना फुल्सको लभरै पनि हुनुहुन्छ होला होइन त्यो सायद तपाईँहरूले त फुल हेर्दै चिन्नु होला हाल्नु यसमा चाहिँ यो फुल सायद है धेरै नै मैले देख्दै गर्छु धेरै नै याद छ है धेरैजनाले रोप्नुहुन्छ भनेर फुल 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 लभर फुल लभर फुल लभर फुल लभर फुल लभर फुल लभर मजाको देखिन्छ भर्खर सुतेर आज र हेलो साथीहरू आज म फेरि पनि है धेरैभन्दा धेरै 2 हप्ता ज्यादा भइसक्यो है र मैले भिडियो अपलोड नगरेको र किन नअपलोड गरेको हो भन्दा चाहिँ है म तपाईँहरूलाई भनिदिन्छु किनकि म यति धेरै बिजी थिएँ नि त बिजी भन्दा अब त्यस्तै हुन्छ है घर कहाँको काम के हो है हामी गाउँ बस्तीमा भइसकेपछि है सबैको के चाहिँ भइबस्छ है र पनि कति मैले भिडियो बनाउनु पाएको छुइनँ है र आज म धेरै दिनको बादमा है र भिडियो बनाउँदैछु र भन्दा अहिले म एक्ज्याक्टली है अहिले म कहाँ छु भन्दा चाहिँ यहाँ तपाईँहरूले सट्टै देखिसक्नुहुन्छ अहिले म कहाँ छु भन्दा चाहिँ म धेरै दिनदेखि चाहिँ म कति धेरै दिन होइन मैले 3 डेज जस्तो भइसक्यो म नानाकोमा आएको छु है र हाम्रो ठुलो नाना हुनुहुन्छ है र पाखीमा यता बिहा गर्नुभएको छ नि त र बिहा गरेर धेरै वर्ष हुनुभएको छ नि त होइन बिहा गरेर अस्ति पनि सायद मैले तपाईँहरूले भिडियो बनाएको थिएँ नि त र अन्त त्यही भएर म है नानाकोमा छु अहिले चाहिँ है र आज भन्नुपर्दा आज एकदमै धेरै है मौसमहरू तपाईँहरूले देखिसक्नुहुन्छ है एकदम धेरै क्लाउडी क्लाउडी है मजाको कतिजनाले यस्तो मन पराउँछ र कतिजनाले पराउँदैन नि त मजाको भइरहेको छ नि त र भन्नुको मतलब है र तपाईँहरू पनि सायद है मेरो भिडियो जसले हेर्नुहुन्छ है मलाई जसले माया गर्नुहुन्छ र योभन्दा अगाडि धेरै भिडियोहरू मैले हेर्नुहुन्छ भने है र त्यति धेरै पनि माया गर्नुहुन्छ भने ठिकै छ है र भन्नुपर्दा है र आज म नानाको घरको है सानो खालको म भ्लग बनाउँछु र तपाईँहरूले कतिजना मनपर्छ भने लाइक गर्नुहोस् है र मलाई सानो च्यानललाई तपाईँले सपोर्ट गर्नुहुन्छ भने है मलाई अन्त सब्सक्राइब पनि गर्नु नभुल्नुहोस् होला र सट्टै म अहिले नानाले चाहिँ है एकदम फुल भन्ने यति धेरै स्याहार्नुहुन्छ तर धेरै भन्दा पनि पुरा त्यस्तो गार्डन टाइपले होइन है घरभित्र हल्का रोपेको है हल्कै भन्छु म यसलाई यस्तो धेरै बेसी त स्याहार्दैन तर पनि म हल्का तपाईँहरूले देखाउँछु है नानाले के रोप्नु हुँदो रहेछ भन्दा चाहिँ है नानाले सट्टै यहाँ तपाईँ देख्नुहुन्छ होला है सायद यसलाई के भन्छ हुन त मलाई यस्तो नि त मलाई चाहिँ फुलको बारेमा म जिरो छ नि त जसले मेरो घरमा रोप्नुहुन्छ है नानाहरूले पनि रोप्नुहुन्छ नि त र त्यही कारण चाहिँ मलाई फुलको नलेज चाहिँ छैन नि त र यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ कतिजना फुलको लभरहरू हुनुहुन्छ नि त सट्टै देखिसक्नुहुन्छ हो सट्टै यो माथिबाट पनि सट्टै यसलाई के गएको हुन्छ यो कोपीले टक्कै रहेछ हो यो पटमा मजाको रहेछ म तपाईँलाई हल्का सर्टकटमा छिच्रो पाराले म तपाईँलाई देखाउँछु है यो के रहेछ यो पनि मजाको रहेछ नि त है यति धेरै मजाको रहेछ यो पनि मजाको छ अन्त यहाँ चाहिँ तपाईँहरूको मौरी छ नि त यहाँ मौरी सायद मौरी चाहिँ मैले देखिसकेको थिइनँ अन्त यसमा चाहिँ यो फुल सायद है धेरै नै मैले देख्दै गर्छु धेरै नै याद छ है धेरैजनाले रोप्नुहुन्छ भनेर र यो पनि यति धेरै दामी छ हो र यो क्याक्टस भनेर याद छ तर क्याक्टस पनि धेरै टाइप्सको हुन्छ है यो फुलहरू हुनु चाहिँ एकदमै धेरै रोप्नु भएको रहेछ नि त अब धेरै म भन्दिनँ धेरै है र सायद तपाईँहरू कतिजना फुल्सको लभरै पनि हुनुहुन्छ होला होइन त्यो सायद तपाईँहरूले त फुल हेर्दै चिन्नु होला हाल्नुहुन्छ यो चाहिँ के को फुल रहेछ भने यता पनि छ तपाईँहरूको म हल्का देखाइदिन्छु सट्टै छ यता पनि हो हल्का टाइपले देखाइदिन्छु नि त है र भनेको मतलब है आजको यो भिडियो चाहिँ सानो तरिकाले देखाउँछु यो हामी चरी अमिलो पनि भन्छ गर्छ तर यस्तो कलरमा चाहिँ मैले देखेको थिइनँ है तर हाम्रो यहाँ नानाले पनि रोप्नु भएको रहेछ सायद तपाईँहरूको अरू जग्गामा पनि हुन्छ कि हुँदैन हाम्रोमा चाहिँ बारीतिर हुन्छ तर हरियो टाइपले मात्रै हुन्छ नि त र त्यही भएर चाहिँ यसलाई चरी अमिलो भन्छ है सायद के तपाईँहरू अरू के प्रकारको नामहरू छ भने भन्नुहोस् है अन्त म सट्टै म तपाईँलाई आज हल्का है नानाले के गर्नुहुन्छ र नानाको घरमा के छ म तपाईँलाई हल्का भ्लग गर्छु एकदम देख्न सक्नुहुन्छ तपाईँहरू फुल 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 लभर फुल लभर फुल लभर फुल लभर फुल लभर फुल लभर मजाको देखिन्छ नि त
अन्त सट्टै देखिन सक्नुहुन्छ तपाईँले है फुल लभर एकदम सट्टै फुल लभर फुल लभरले चाहिँ मजाले हेर्नुहोस् ल है एकदम किची छ हो यो मलाई फुलको नामहरू त केही याद छैन तर पनि सट्टै मजाको रहेछ र फुल चाहिँ यति धेरै प्रकारको फुल पनि स्याहार्नुहुन्छ र नस्याहार्ने भएन जहिले बेलुका फेरि है पानी आफै भ्याएन भने सट्टै फुललाई टाइम निकालेर पानी सानी हाल्नुहुन्छ नि त अन्त मैले चाहिँ नानी चाहिँ लुगा धुनु रहेछ र बहिनीलाई चाहिँ भर्खरै मैले सुताएको छु नि त बिस्तारै हेर्नुहोस् त भर्खर यति धेरै हल्ला गर्छ त्यसलाई बिस्तारै पर्खाली मुद्दा देख्नुहोस् हेर्नुहोस् भर्खर सुतेर आएको छ यति धेरै हल्ला गर्छ यसले के हो यति धेरै बच्न सक्ने चाहिँ केटी हो है केटी हो आम्म केटा जतिकै गर्छ सायद हुनु त आजकल नानीहरू यति धेरै बदमासी गर्छ है गर्नु त र यो चाहिँ है सबैभन्दा हाम्रो बहिनी भएर पनि यति धेरै है उसको दाजुभन्दा पनि धेरै बेसी बदमास गर्छ नि त अन्त यो मैले अन्त गिटार बजाउँदा पनि गिटारमा सँगै आएर झगडा गर्ने यो सबै उसले जे जति छ यो छरपष्ट देखेछ सबै उसले नै हो हत्तु भएर सट्टै घुमाएर चाहिँ सुताएको छु नि त अहिले र त्यही भएर है अहिले भर्खर हुने चाहिँ कति पनि सुत्दैन नि त बेसी सुत्यो भने 15 मिनट 20 मिनट हो नभए बेसी सुत्दैन है अन्त आज म तपाईँलाई हल्का नाना घरमा के छ के छैन म तपाईँलाई भन्दैछु हुन त अस्ति पनि देखाएको छु तपाईँलाई र यतापट्टि कुकुर छ कुकुर सट्टै हो अन्त उमाथि गाई छ गाईको गोठरेस छ अन्त नानाहरूले चाहिँ अस्ति नै मकै सरिसकेको छ नि त अन्त यहाँ हुन्छ लेकै पर्छ है मकैहरू चाहिँ सट्टै आइसकेको छ हुन त लेक भन्दा अरूमा मकै आइसक्नु पनि हाम्रोतिर तपाईँलाई थाहा नै छ है यति धेरै बाँदर लाग्छ क्या है अन्त यो जस्तै यहाँ तल धनियाँ रोप्दै चाहिँ मैले सकाएको छु नानाहरूलाई है अन्त अब गाउँ बस्तीमा बसिसकेपछि सबै चाहिँ म गर्ने नै गर्छु है घाँस काट्नुदेखि लिएर के गर्नुदेखि है गर्ने नै गर्छ र बस्तीको छोरा भने बस्तीको मात्रै छोरा होइन हामीले के हुन्छ भने हामीले है मनुष्यको चोलामा जन्म लिएर आइसकेपछि हामीले सबै सिकेको छ भने है राम्रो है कुनै कुराबाट पनि पछाडि हट्दैन नि त त्यही भएर म तपाईँहरूलाई पनि भन्छु है हरेक नजान्ने पकाएको कामहरू कति छ भने पनि कसैले यो गर्न सक्छ भन्ने सक्दिनँ नभने चाहिँ ट्राई चाहिँ गरेकै हुनुपर्छ र भन्न चाहन्छु है र अन्त साथीहरू अस्ति मैले यति तपाईँहरूलाई धेरै पानी हुँदा मैले माछा देखाएको थिएँ र त्यो माछा चाहिँ के हो भने चाहिँ ट्राउट हो नि त होइन ट्राउट चाहिँ 1200 किलो 800 रुपियाँ किलो लिएर 1200 किलोसम्म चाहिँ बेच्दै रहेछ हुन त सायद यो अलिकति हुन त लेकै हो हाम्रो त तर औलमा साह्रै नहुने रहेछ औलमा तपाईँको मर्दो रहेछ हुन चाहिँ यो तर लेक हो योभन्दा पनि अझै धेरै लेकमा चाहिँ ट्राउट हुँदो रहेछ नि त जस्तै पाङथाङ भयो कता भयो है तपाईँको जति हिमाली भेगमा चाहिँ हुँदो रहेछ तर हुन त यो पनि हिमाली भेग हो तर पनि साह्रै अलिकति औल र लेकको बिचमा पर्ने कारणले गर्दा चाहिँ यहाँ अस्ति झन्डै आप्पाले 600-700 जस्तो चाहिँ 650 जस्तो भनौँ न हाल्नु भएको रहेछ ट्राउट लास्टमा मरेर गएर अहिले यहाँ तिनवटा मात्रै चाहिँ परहरू तपाईँले देख्न सक्नुहुँदैन ल पर खोल्दैछ नि त त्यो पानी उयो भएको अन्त के हो भने चाहिँ है ट्राउट भन्ने चाहिँ त्यस्तो हुन्छ सायद तपाईँहरू पनि कसरी पाल्नु भएको छ भने भन्नु सक्नुहुन्छ है ट्राउट चाहिँ सायद कसरी पाल्छ भनेर है हुन्छ यहाँ हाम्रो आप्पाले गर्नुभएछ तर पनि सबै मर्दा चाहिँ अब निराश भएर चाहिँ अब यो टोटली सकेर चाहिँ ग्रास कप चाहिँ बरु अलराउन्ड हुन्छ मतलब अल जग्गा हुन्छ भने चाहिँ ग्रास कप चाहिँ हाल्छु भन्ने छ नि त र अन्त भर्खर इस्कुसहरू रोप्नु भएको छ मैले त फुलहरू देखाइसकेँ गएँ है तपाईँहरूलाई अन्त हिजो अस्ति चाहिँ हामीले म र नानाले धनियाँ छरेको हेर्नुहोस् ल अन्त धनियाँ यहाँ चाहिँ के छ भने चाहिँ उयो छ नि त के परे ढुक्कुरले चाहिँ ढुक्कुर होइन परेवा छ नि त घरमा परेवाले चाहिँ बेसी खान्छ नि त अन्त परेवाले बेसी यहाँ मकैको बिजदेखि लिएर उखाल्दै सबै खाँदो रहेछ नि त र केही छैन भनेर चाहिँ अन्त नानाले चाहिँ
यो माथिबाट जस्तो यहाँ यो धनियाँहरू रोपेर चाहिँ माथिबाट चाहिँ यो केरा पत्ता हालेको छ नि त। यो केरा पत्ता हालेर चाहिँ अलिकति कम्ती खान्छ नि त, अलिक धेरै पारेर कम्ती खान्छ कोट्याउँछ भनेर चाहिँ अन्त यो रोपेको छ। अस्ति हामीले बिहानदेखि चाहिँ बहिनी सुताएर टक्क रोपेको छ त्यो चक्क तपाईँ देख्नुभयो। अन्त यता सोप रहेछ र धनियाँ र सोप चाहिँ यस्तो चिज हो कि मसलामा चाहिँ कुखुराको मासु होस् चाहे गोरुको मासु होस् चाहे जे भैँसीकोदेखि लिएर सबै होस् मासु एकदम धेरै मिल्छ नि धनियाँ भन्ने कुरो। अन्त यहाँ अदुवा रोप्नु भएको छ उनीहरूले, यता अदुवा हो, त्यहाँबाट यहाँ तल चाहिँ सुँगुर छ नि त। अस्ति तपाईँहरूले मैले देखाएको छु एकछिन ल, कति सुँगुर सुतिरहेछ ऊ तल हो, तपाईँलाई देखाइसक्नु। र भनौँ मतलब है, र बस्तीमा गए बसिसकेपछि सबैभन्दा सबै चाहिन्छ नि त। र त्यही भएर है हामी त्यही कारण बस्तीमा जन्मेको मान्छेले सबै कुरा थाहा पनि पाउँछ, दुःख सुख भनेर। हुन त म बजारको नराम्रो भन्नु खोजेको होइन है, बस्तीमा जन्मेकोले चाहिँ सबै नै अनुभव पनि हुन्छ है, कस्तो प्रकारले जिउनु पर्ने है, कस्तो प्रकारले काम भन्ने कुरो जुनै ठुल्ठुलो सिटीतिर जाँदा पनि दुःख भन्ने पाउँदैन, हरेक काम कुरोलाई शरम नगरी गर्ने गर्छन् होइन साथीहरू। र तपाईँहरूलाई म है त्यस्तो नराम्रो भन्नु खोजेको होइन। र आजको यो हल्का भ्लग है तपाईँहरूलाई कस्तो लागेछ है कमेन्टमा कमेन्ट गर्नु नभुल्नुहोस् होला, मलाई सपोर्ट है सानो च्यानलमा मलाई सपोर्ट गर्नु नभुल्नुहोस् होला। र आज यो भन्दै मैले म भ्लग यहीँ राख्दैछु है, र थ्याङ्क यू सो मच।